ठिक छ। अलिकति बरफ कम भयो त। यो कुन चाहिँ हो हामीले प्राय युज गर्छौँ होइन, तर हामीलाई कुन ब्रान्ड हो हामीले त्यो थाहा हुँदैन क्या। तर यो चाहिँ तपाईँको के हो, यो ओल्ड स्मगलर होइन, यो प्रोडक्ट अफ स्कटल्यान्ड विस्की हो। राम्रै छ जस, अलिकति यसको बास्ना पनि लगभग ब्ल्याक डग टाइपको छ। सिग्नेचर ब्ल्याक डग भयो। त्यसपछि राम्रो छ होइन, तर यो स्वास्थ्यको लागि एकदम हानिकारक छ र म चाहन्छु कि योदेखि सकभर हामी टाढै बसौँ र म सबैलाई सल्लाह पनि यही दिन चाहन्छु, योदेखि एकदम टाढा रहौँ। यो सेवन गर्नु हेल्थको लागि एकदम हानिकारक छ र मैले चाहिँ एउटा मलाई भिडियो कन्टेन्टको लागि मात्रै बनाएको, किनकि एउटा अब कन्टेन्ट नभएपछि केही न केही गर्नुपर्ने रहेछ मान्छे, तर एउटा रमाइलोको लागि मात्रै है। यदि मैले लिने भए त म कुरा लिउँथेँ होला, तर रमाइलोको लागि एकदम गलत छ यो मेरो तर्फदेखि। यदि तपाईँले कमसेकम 60 ml ल्याउनुहुन्छ भने धेरै तपाईँले स्न्याक्स, हरियो काँक्रा, फ्रुट्सहरू तपाईँ लिन सक्नुहुन्छ। तर सकभर तपाईँ यसलाई भनेको मतलब योदेखि टाढै रहनुहोस्, प्लिज टाढै रहनुहोस्। यो कुनै ब्रान्डको मैले के भन्छ अरे प्रमोट गरे होइन, मात्र एउटा रमाइलोको लागि मात्रै एउटा भिडियो बनाएको हो। किनकि हामीले कहिले काहीँ लिँदा त हामीले कुन मतलब कम्पनी कुन ब्रान्डको होइन, विस्की, ब्रान्डी, रम, त्यस विषयमा हामीलाई केही पनि थाहा हुँदैन। तर हामीले थाहा हुनुपर्छ स्कटल्यान्डको के हो होइन, विस्की के हो, स्कच विस्की रहेछ यो पनि। खासै ठिकै छ, ओके हुन्छ, फेरि भेटौँला त गाइज, इन्जोय, थ्याङ्क यू।